हेलो गुड मर्निङ सेवरो सम्पूर्णमा र हामी चाहिँ अहिले पुरुलिया डिस्ट्रिक्ट छोडेर पनि अहिले हेडक्वार्टर बटलाइन आइसकेको छौँ हामी हो। अन्त 20 साल बाद 19-20 साल जस्तो चाहिँ पुरुलिया डिस्ट्रिक्ट हट्यो होला हो। अब चाहिँ हामी चाहिँ दार्जिलिङ गभर्नर हाउस ड्युटीको लागि जाँदैछौँ। त्यसले गर्दा चाहिँ हामी चाहिँ यहाँ हेडक्वार्टर क्लोज भएको छ। सो हाम्रो हेडक्वार्टरको नजर चाहिँ यस्तो चाहिँ हेर्नुहोस् है। यस्तो छ हाम्रो बटलाइन चाहिँ एकदमै पुरानो बटलाइन 1907 सालको बटलाइन भन्छौँ। मान्छे छैन, स्याहार छैन हो। यो चाहिँ अलिकति साइडको बटलाइन, अलिकति साइडबाट देखाउँदैछु। भित्र चाहिँ अब छ मेन अफिस हाम्रो पर छ हो। पहिला चाहिँ अब यता पर थियो हाम्रो अफिस, यहाँदेखि पर हस्पिटलहरू उतै छ, म्युजियमहरू पनि छ, मन्दिरहरू छ। म बिस्तारै भिडियो बनाएर देखाउँदैछु हजुरहरूलाई हो। यो चाहिँ भयो पोस्ट अफिस। यहाँभित्र चाहिँ हाम्रो क्यान्टिन छ। क्यान्टिन पनि अहिले चल्दैछ कि चलेको छैन त्यो थाहा पनि छैन। यस्तो चाहिँ हाम्रो सलुवा हेडक्वार्टर। अन्त यहाँबाट चाहिँ घर जानु सुविस्ता छ, बस डाइरेक्ट लागिहाल्छ हो। यहाँबाट बस छ। यहाँ चाहिँ ठुलो रोड, खडगपुर जाने बाटो। यो चाहिँ बसहरू चलिरहेको छ। यो चाहिँ हाम्रो क्यान्टिन, EFR ब्रिगेड सब्सिडियरी पुलिस क्यान्टिन, सलुवा, पश्चिम मिदनापुर। यताबाट चाहिँ खडगपुर जाने हो। अन्त यो बाटो चाहिँ सेकेन्ड बटलाइन, थर्ड बटलाइन जाने। यो चाहिँ एउटा ब्रिगेड छ नि त, EFR ब्रिगेड, सियो हाउस गार्ड। अब यहाँबाट चाहिँ हाम्रो परेड ग्राउन्ड एन्ट्री हुन्छ। यो चाहिँ हाम्रो फर्स्ट बटलाइनको ग्राउन्ड हो। अन्त यहीँ हाम्रो पासिङ आउट परेड पनि यहीँ भएको थियो पहिला ट्रेनिङमा। यस्तो छ, अब्स्टिकलहरू छ हेर्नुहोस् न। मान्छे छैन हो, भर्ती छैन, महिनै पछि रिटायर गएको मान्छेहरू हो। अन्त अब यहाँ हेडक्वार्टर आएपछि त बिहान पिटी परेडहरू होइन हुन्थ्यो पहिला त हो। अब अहिले त छैन मान्छेहरू, पिटी पनि हुँदैन। यसो अब मर्निङ टाइममा फलिन चाहिँ हुन्छ हो, मान्छे कम्ती हुन्छ। अब घाँस कटाइ हुन्छ होला जस्तो छ आज। यहाँ पुरा अस्ति त कटाइ हुँदो रहेछ हो, घाँस कटाइ हुन्छ होला आज। यस्तो चाहिँ हाम्रो फर्स्टको ग्राउन्डको नजारा। यो पुरा हाम्रो पिटी ड्रेस यस्तो छ, मुनि खाकी प्यान्ट, यहाँ सेतो भेस्ट। अन्त अहिले जर्सी इस्यु भएको छ, जर्सीमा छौँ। पिटी ड्रेस चिसो। ओके फ्रेन्ड्स, बाई बाई, हेभ अ नाइस डे।